छिट्टै निकाल्नु न होइन भिडियो पो बनाउँदैछ क्यारा जस्तो मात्रै के रे खाइदिनु म घुमाउँछु ल सेफ जर्नी दुईजना नरिस दाइ हेलो नमस्कार सबैजनालाई ल फाइनली हामी चाहिँ फ्लाइट हाम्रो एक्जिट सिन सुरु भइसक्यो है त्यही भएर हामी एक्जिट J4 हो हाम्रो चाहिँ टर्मिनल 5 J4 मा जानुपर्छ हामी चाहिँ स्टार्ट भइसक्यो त्यसबाट हामी हिँडिरहेछौँ कहाँ गयो महेश अनि है फेरि अनि जहिले पनि लेट गर्ने त आज चाहिँ महेश भाइले अलिकति लेट गरे त्यही भएर चाहिँ अलिकति सानोतिनो समस्याहरू आउँछ जहिले पनि एयरपोर्टमा हुँदा त्यही भएर चाहिँ अब हामी चाहिँ करिब त्यो कुराहरू सबै समाधान गरेर चाहिँ हामी अहिले आफ्नो एक्जिट डोरतर्फ लागिरहेछौँ हामीलाई चाहिँ J4 मा जानु भनेर भनेको छ गेट 4 मा जानु भनेको छ है अनि होइन यो गेट 3 हो योभन्दा उता होला जाउँ हेरौँ गेट 5 रहेछ साथी यहाँ छिन कस्तो छ भने यो एकदम यो छिन सानो टर्मिनल हो यो छिन एयरपोर्ट ठुलो छ तर यो हामी अहिले एक्जिट हुने टर्मिनल चाहिँ एकदम सानो छ त्यही भएर सानो भए पनि एकदम अब त्यो हाम्रो देशको जस्तो छैन हामी चाहिँ अब अगाडि बढिरहेछौँ ठ्याक्कै अहिले टर्मिनल 4 देखिसक्यौँ अहिले गेट नम्बर 4 यहाँबाट जा भन्दैछ अब यता गेट नम्बर 4 सबैजना आएर बस्न हामी पनि ठ्याक्कै गेट नम्बर 4 मा आयो गेट नम्बर 4 चाहिँ यहाँबाट हो हाम्रो प्लेन रेडी भइसक्यो अब 10 to 15 मिनटमा हाम्रो चाहिँ एक्जिट हुन्छ एक्जिटको लागि सबैजना कुरेर बस्नु भएको छ सबैलाई शुभयात्रा छ अनि मलाई पनि है त्यसलाई चाहिँ आज चाहिँ यहीँ छोडेर जाउँ भनिरहेको थिएँ तर के गर्नु अलिकति 5 मिनट आएर मात्रै मैले एक्सेप्ट गरेर उसलाई पनि लिएर जाँदैछु नेपालमा है ल ह्याभ ए सेफ जर्नी टु अल सो जो सिन तपाईँहरू यहाँ बस्नु भएको छ टेक केयर गर्नु होला सबैलाई बाई बाई ल फाइनल्ली हाम्रो सिन अहिले चाहिँ फ्लाइट स्टार्ट हुन लाग्यो त्यही भएर हामी चाहिँ अब टर्मिनल जाने कि नजाने जाने कि नजाने क्या आज यार जाने कि नजाने म त यतै बस्नमा लाग्दैछ ल कसो गर्ने अब चाहिँ हाम्रो फ्लाइट चेकिङ सुरु हुन लाग्यो त्यही भएर हामी चाहिँ हिँड्यौँ बाई बाई कुवेत साथी हो हामी चाहिँ फ्लाइटको लागि रेडी भयो यहाँनिर काउन्टर होइन सबै हाम्रो नेपाली दाजुभाइहरू यत्रो नेपाली दाजुभाइहरू एउटै फ्लाइटमा जाँदैछौँ नेपाल सरकारलाई यतिजना मान्छेको चाहिँ रेमिटेन्स मजाले चल्छ होइन तर यत्रो नेपाली दाजुभाइहरूले चाहिँ भोट हाल्न पाएको छैनन् तपाईँहरूको कारणले पाउँदैनन् पनि सरकार यति निकममा छ कि त्यति पनि बनाउन सक्दैन हेर्नुहोस् यतिजनाले रेमिटेन्स पठाएको छ नेपाली दाजुभाइहरू सबै यहाँदेखि सबै हाम्रो नेपाली दाजुभाइहरू हो सबै हाम्रो नेपाली सेलिब्रेटी है यतिजनाको रेमिटेन्स कति आएको छ नेपालमा तपाईँहरूलाई थाहा छ तर तपाईँहरूलाई मतलब छैन
हामीलाई चाहिँ हाम्रो श्रम बेचेर त्यसरी नेपालमा चाहिँ त्यस्तो रेमिटेन्स पठाएको छौँ। यस्ता यङ हाम्रो नेपाली दाजुभाइहरू है सबैजना। रेमिटेन्स चल्यो भने त भोट चल्दैन। अहिले हामी यो एयरपोर्टबाट एक्जिट हुँदैछ, त्यति रेस्पेक्टको साथ हामीलाई एयरपोर्टबाट चाहिँ हुन्छ। हाम्रो एयरपोर्टमा आएर पनि हामी हेर्छौँ है। ल धेरै सङ्घर्षपछि यो मान्छेको चाहिँ वेट धेरै भएर लेट आउने, अनि हामी चाहिँ बोर्डिङ पास भइसक्यो। हामी फाइनली अब अझै पनि नेक्स्ट टाइम आउँदा धेरै त्यसरी लेट गर्नु है। पहिला हिँड्नु छैन, लेट गर्छ मान्छेहरू, त्यही भएर खतरा हो। नेपाल है, हामी चाहिँ नेपालमा अहिले सेफ्ली ल्यान्डेड भयो। अहिले ठ्याक्कै 6:05 ल्यान्ड हुनुपर्ने, तर अलिकति हाम्रो फ्लाइट ढिलो भयो। आज उताबाट उड्नलाई चाहिँ ढिलो, अलि 20 मिनट जति डिले भएको थियो, त्यही भएर चाहिँ 20 मिनट डिले ल्यान्डेड भयो। फाइनल्ली गौतम बुद्ध हामी चाहिँ नेपालमा आइपुग्यो। अब जानुपर्छ। ल के भन्नु छ? ल नमस्ते नेपाल, हामी चाहिँ फाइनल्ली आइपुग्यो नेपालमा। वाउ यस्तो छ है, पहिलाभन्दा चाहिँ धेरै राम्रो सुधारिएको छ, एकदम गर्डेड होइन पुरै। हाम्रो चाहिँ यस्तो छ टक्क यहाँबाट किसोक सिस्टम होइन सबै, अनि यहाँ हाम्रो चित्रकलाहरू छ। ल लास्टमा अलिकति मात्रै हो। अब हामी चाहिँ यहाँबाट चाहिँ एक्जिट हुन गइरहेको छौँ है। तपाईँहरूलाई धेरै धेरै धन्यवाद जसले सपोर्ट गर्नुभएको थियो। हामी यहाँ चाहिँ अलिकति यहाँको सुरक्षाको कारणले भिडियो बनाउन चाहिँ मना। हेलो गुड मर्निङ फ्रम नेपाल है। फाइनली हामी चाहिँ ल्यान्ड भइसकेर नि बाहिर एक्जिट भइसकेका छौँ। अहिले यहाँ छौँ है। एकदम जाडो छ भन्दा त्यति जाडो चाहिँ छैन नेपालमा, तर तलभन्दा चाहिँ त्यति जाडो छैन रहेछ। हामी चाहिँ यहाँ आएर बसिरहेको भाइहरू लिन आउँदैछ अरे, त्यही भएर हामी चाहिँ यहाँ बसिरहेछौँ। ल तपाईँहरू जसले चाहिँ हामीलाई चाहिँ विस गर्नुभयो, हामी चाहिँ सेफली ल्यान्डेड भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। र हामी चाहिँ यहाँनिर बसिरहेछौँ। ल तपाईँहरूलाई धेरै धेरै धन्यवाद। प्रवीण अहिले भन्नुपऱ्यो हेलो 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 बाई बाई। हेलो हेलो नमस्कार सबैजनालाई। ल हामी चाहिँ अब जाँदैछौँ है। हाम्रो गुरुजी होइन लिन आइपुग्यो। गुरुजी यति लेट हो क्या हाम्रो लिन आइपुग्ने गुरुजी होइन, त्यही भएर हाम्रो सामान चाहिँ पछाडि छ। पछाडि सामान राम्ररी हेर है, कसैले चोर्न सक्छ। ल कस्तो लाग्यो त नेपाल आएर? कस्तो यस्तै भनेर तर अचम्मको कुरो क्या, इन्डियाबाट आएको इन्डियन एयरलाइन्स अनि इन्डियाको एयरलाइन्सको चाहिँ लगेज ब्यागेजहरू चेक गर्नु पर्दैन, जानुहोस् भन्छ। हामी जेजिरो एयरलाइन्सबाट आएकोलाई चाहिँ सबैलाई त्यो ट्यागदेखि लगेर त्यो लगेजदेखि 3-4 ठाउँमै चेक गर्दो रहेछ, चेक गर्नुपर्छ अरे क्या। त्यस्तो चाहिँ हुँदैन है नेपाल सरकार, सुन्नु होला। हामी त्यस्तो स्ट्रिक्ट कन्ट्रीबाट आएको लगेज ब्यागेज चाहिँ चेक गर्ने तपाईँहरूले, अनि इन्डियाबाट आएको लगेज ब्यागेज चाहिँ तपाईँहरूले चेक नगर्ने सिधै पठाइदिने, कस्तो होला के? यस्तो पनि हुन्छ। दिस इज अनफेयर है। ल यो चाहिँ चेक गऱ्यो भने सबैको चेक गर्नु पर्यो, चेक गरेन भने कसैको नि चेक गर्नु भएन। हामी फर्स्ट सेकेन्ड थर्डमा चेक गरेर आइसकेपछि पनि लास्ट 2 ठाउँमा फेरि चेक गरे क्या। त्यही भएर चाहिँ यो अनफेयर हो है, याद राख्नु होला। कि त चेक गऱ्यो भने सबैको चेक गर्नु पर्यो, नत्र भने चाहिँ यो भएन।